त गाइज अनि हजुरलाई यो थाहा छैन होला यो के हो थाहा छ किन हेरेर कमेन्ट गर्नु होला त्यही पनि म भनिदिन्छु। हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग। अनि अहिले चाहिँ म उठिसकेको छु र हिजो भर्खर चाहिँ मम्मी बाबा पाहाडदेखि आउनुभयो अनि आज चाहिँ म भ्लग बनाउन लाग्छु। 2-3 दिनदेखि भ्लग नआएको होला किनभने चाहिँ मम्मी बाबा पाहाड जानु भएको थियो मोबाइल ल्याएको थिएन त्यही हो रिजन चाहिँ। अनि त्यसपछि हिजो चाहिँ मम्मी बाबा आउनाले मैले होमवर्क पनि गरेन अनि अब एकछिन चाहिँ अब अहिले चाहिँ गर्छु अनि एकछिन चाहिँ अहिले चाहिँ मैले गर्नुपर्ने हुन्छ। अनि त्यसपछि आज चाहिँ मङ्गलबार स्कुल हो आज स्कुल छ अनि त्यसपछि एकछिन चाहिँ अब म होमवर्क गर्छु। हजुरहरू चाहिँ टाइम ल्याप्स हेर्नु होला है त। अनि अहिले भर्खर चाहिँ म होमवर्क गर्न आएको थिएँ अनि मम्मीले चाहिँ नास्ता बनाइसक्नु भएको रहेछ पाउरोटी र अन्डा। अनि यो कम्बिनेसन चाहिँ मलाई बेस्ट लाग्छ कि दामी हुन्छ हेर्न सक्नुहुन्छ यस्तो पाउरोटी अन्डा दामी लाग्छ। एकछिन खान्छु अनि त्यसपछि एकछिन अझै होमवर्क कन्टिन्यू गर्नुपर्छ। अहिले चाहिँ म चाहिँ भर्खर चाहिँ स्कुलबाट आइसकेको छु भर्खर चाहिँ म स्कुलबाट आएँ अनि एकछिन चाहिँ अब छुट्टी भइसकेको छ अनि मम्मी चाहिँ एकछिन उता जानुभएको रहेछ बजार अनि दिदी चाहिँ दोकानमा बस्नु भएको थियो अनि एकछिन चाहिँ अब नास्ता खान्छ मम्मीले के ल्याइदिनुहुन्छ हेरौँ जिल्ला हुन्छ भने देख्नुपर्छ र गाइस 10वटा होला त्यही पनि गर्ने होइन कतिवटा खाम 1 2 3 4 5 6 7 8 9 ए 10वटा गरेर रहेछ गाइस। चटनी पनि हाल्नु होइन ल होइन गाइस खाइदिउँ गाइस। अनि एउटा मोमो चाहिँ टेस्ट हान्दिउँ है त। मिठो रहेछ गाइस चिकन मोमो रहेछ। गाइस अब यो चाहिँ लास्ट पिस है हजुरहरूलाई ल लिनु ल चटनी आहा मोमो खाइन्छ त। बागमती दिएको ल्याउनु भयो अरे बागमती अञ्चलले बागमती मोमोबाट ल्याउनु भयो। अहिले चाहिँ मैले मोमो पनि खाइसकेको छु अनि अहिले चाहिँ मैले पढ्छु एकछिन होमवर्क गर्छु अनि त्यसपछि होमवर्क चाहिँ आज धेरै पनि छैन फेयर कपीहरू मात्र बनाउनु पर्छ गाइज। अनि हजुरलाई यो थाहा छैन होला यो के हो थाहा छ किन हेरेर कमेन्ट गर्नु होला त्यही पनि म भनिदिन्छु। यो भनेको चाहिँ खुडा हो क्या खुडा भारी लास्ट हुन्छ कि उठाउने कति गाह्रो हुन लाग्छ एक हातले खुडा हो यो चाहिँ एउटा खुडा हो कि गाइज। यसले चाहिँ बोका खसीहरू काट्ने गर्छन् हेर्नु म हजुरलाई यसको वेट देखाउँछु है यस्तो भारी छ रोक्नु म हजुरलाई यहाँ राखेर देखाउँछु यसरी हेर्नु कति ठुलो छ यसले चाहिँ चट्टै काटिन्छ कि लास्ट धारिलो छ यो वेट देखाउँछु हजुरलाई बहिनी हटा गाइस हेर्न सक्नुहुन्छ ठ्याक्कै 2 किलो ठ्याक्कै चाहिँ 2 किलो कति 100 ग्राम 100 ग्राम छ हेर्न सक्नुहुन्छ यति भारी छ कि गाइस यो फेरि महँगो पर्छ है फेरि खोडा भन्छन् कि खुडा हेर्न सक्नु साउथ इन्डियातिर त्यसले उ गर्छन् मान्छे यतातिर चाहिँ बोका खसीहरू काट्नलाई होइन हाम्रो युज हुन्छ यो चाहिँ हाम्रै हो पाहाडदेखि बनाएको महँगो पनि हुन्छ धारिलो लास्ट छ कि यतातिर चट्टै काटिन्छ फेरि यस्तो हामीले मान्छेकोमा यसरी हामीले यसरी हुन्छ नि यसरी गर्नुहुन्न कि यसले पाप लाग्छ जस्तो अर्कै हुन्छ भन्ने सुनेको थिएँ यसरी मान्छेको घाँटीमा यस्तो गर्नुहुन्न त्यस्तो नाटक पनि गर्नुहुन्न भन्ने सुनेको थिएँ यस्तो गरेपछि चाहिँ नराम्रो हुन्छ भन्ने त्यस्तै सुनेको थिएँ हेर्न सक्नुहुन्छ लास्ट महँगो नि फेरि गाइज हेर्न सक्नुहुन्छ लास्ट महँगो
गाइज अनि अहिले चाहिँ मेरो होमवर्कहरू त्यति थिएन, मैले गर्न पनि अहिले गरिनँ। होमवर्कै छैन भनौँ, मैले होमवर्क फेयर कपी मै बनाइसकेको थिएँ। अनि त्यसपछि फेयर कपी लगायो हुनाले मैले म्यामले लेखाउँदाखेरि सरले लेखाउँदाखेरि त्यही बनाएँ। अनि त्यसपछि एकछिन चाहिँ अब म एकछिन अलि 5 बजिरहेको, त्यति धेरै पनि बजिरहेको छैन। एकछिन चाहिँ जानु पऱ्यो यतैतिर होइन, हेर्न सक्नुहुन्छ। अब चाहिँ अझै मस्तले अब आज चाहिँ केही छैन होइन, मस्तले घुम्यो बस्यो केही हुन्न। अनि आज चाहिँ होमवर्क छैन त्यो हुनाले। अनि मम्मी चाहिँ खुडा हालिदिँदै हुन्छ त्यहाँ। कतिको पर्छ मम्मी यो खुडा? मम्मी कहाँ 5000? त्यति धेरै? बापरे 5000को खुडा 5000को पर्ने रहेछ। मम्मी भदौमा हामी ड्युटी जाने हो नि, जाउला है उता के भयो हजुरको बनाउनु छ भने स्कुल छोडेर पनि जाने हो। म त्यति बेला सायद 10 क्लासमा हुन्छु, योपालि चाहिँ जान पाएन मैले, केही छैन। अनि गाइज अहिले चाहिँ बेलुका पनि भइरहेको छ। होमवर्क समक चाहिँ त्यति थिएन, होमवर्क समक पनि त्यति थिएन। अनि एउटा भाइ चाहिँ यहाँ त अहिले चाहिँ ऊ खायो क्या, मैले फर्स्ट टाइम ऊ के भन्छ हजुर ऊ आन्टी भन्नु खान्छ के गरिदिन्छ कानमा हाल्छुँदै रहनु हुन्छ। अनि त्यसपछि एयर पोल्युसन पनि गरिरहेको छन्। सनसेट भइसकेको चाहिँ हेर्न सक्नुहुन्छ। अरे तुम भी देखियो, तुम दिख रहे हो गोरे हैंडसम, बाटो बहुत बढ़िया हो रहा है। अनि हेर्न सक्नुहुन्छ सनसेट पनि हुनु रहा। अनि त्यसपछि चाहिँ दोकानमै बसेछ। एकछिन चाहिँ म पछि भेट्ला, एकछिन म दोकानमा बस्छु, त्यसपछि भेट्छु गाइज। गाइज अनि अहिले चाहिँ राति पनि भइसकेको छ। अनि एकछिन चाहिँ अब मेरो भ्लग एडिट गर्नु छ। अनि त्यसपछि खाना पनि खाएको छैन, खाना खान्छु। अनि राति भइसकेको छ हेर्न सक्नुहुन्छ। यत्तिकै चाहिँ म डुल्न आएको थिएँ, यति घर बाहिरतिर चाहिँ डुल्न आएको थिएँ हेर्न सक्नुहुन्छ। अनि एकछिन चाहिँ मैले खाना पनि खाएन, अब एकछिन चाहिँ म खान्छु। अनि अहिले चाहिँ मैले खाना पनि खाइसकेको छु। अनि अब चाहिँ एकछिन चाहिँ मैले सोध्नुपर्छ, भ्लग एडिट चाहिँ भोलि बिहान गर्छु, किनकि आज हल्का ढिलो भइहाल्यो। अनि मम्मी मोबाइल दिनु हुँदैन मलाई, एकछिन अब बाबा पनि सोध्नुहुन्छ, त्यो हुनाले मलाई मोबाइल चाहिँ दिनु हुँदैन। अनि त्यसपछि अहिले चाहिँ राति भइसकेको छ। अनि म चाहिँ हजुरलाई थाहा छैन होला के कुरा भनेपछि मोबाइल यो मेरो पर्सनल मोबाइल होइन, त्यो हुनाले चाहिँ मलाई मोबाइल मिल्दैन। अनि त्यसपछि म धेरै जस्तो चिजहरू दोकानमै गर्छु नि त, एक्टिभिटिजहरू भ्लगको लागि। त्यो हुनाले चाहिँ म भ्लग दोकानमै बनाउँछु, किनकि घरतिर अब घर ल्याउन पाइनँ त्यति मोबाइल। अहिले चाहिँ मम्मी बाबा ठ्याक्कै आउनु लाग्यो हुनाले घर लग्न लाग्यो मैले मोबाइल होइन। अनि त्यसपछि त्यति मोबाइल पनि मिल्दैन। खै मेरो सास धेरै छिटो फुल्छ यार, यस्तै हो कि। अब कलेज अब थाहा पाइहाल्नु भयो होला। अनि हाम्रो घर चाहिँ पुगिसकेको छु। अब मम्मी बाबा चाहिँ अहिले आउनुहुन्छ दोकान बन्द गरेर ठ्याक्क। अनि म चाहिँ लुसीको लागि, लुसीको बिस्तारकै जाडो छ नि त। अनि त्यसपछि अब के हो त्यही हो, मलाई मोबाइल मिल्दैन, त्यो हुनाले धेरै जस्तो चिजहरू हजुरले दोकानमा हेर्नुहुन्छ होला। अनि त्यसपछि अहिले साइकल चलाउनु जाउँ भनेपछि आधार छ कि देखिन्न, फेरि जाउँ कि क्या एक राउन्ड हालेर आउँछु छोड हाल फेरि हुन्छ। अनि त्यसपछि हात थाकिन्छ मेरो, लास्ट यो हात छ क्या, यो हात चाहिँ मेरो लास्ट थाकिन्छ। यस्तरी क्यामेरा यस्तो समाति राख्यो हुनाले लास्ट थाकिन्छ, किनभने धेरै समात्न पनि सकिन्न। अनि त्यसपछि लुसीको लागि चाहिँ नयाँ फालेछु। अनि डेली भ्लग चाहिँ मैले गर्छु होइन, हजुरले मलाई सपोर्ट गर्नु होला, लाइक सेयर सब्सक्राइब चाहिँ गर्नुपर्ने हुन्छ। अनि त्यसपछि 0 भ्युज आयो भने मलाई फरक पर्दैन, हजुरले लाइक सेयर सब्सक्राइब चाहिँ गर्नुपर्ने हुन्छ। म डेली भ्लग बनाउँछु। अनि मैले के सुनेको थिएँ भनेपछि बोबी भैया चिन्नुहुन्छ हजुर, बोबी भैया सरजोसी दाइ थियो त्यही धनगढी आएको देखाएको थिएँ मैले। अनि त्यसपछि धनगढी भिडियोहरू हेरिरहेको थिएँ, कति धनगढी पनि आएको थिएँ। अनि त्यसपछि त्यही देखाएको थिएँ। अनि अब डेली भ्लग चाहिँ मैले बनाउँछु। आजको लागि बस यति नै, अर्को भ्लगमा भेटौँ। थ्याङ्क्स फर वाचिङ, बाई।